सभामुखज्यू, सम्मान्य प्रधानमन्त्रीज्यू आज संसदमा उपस्थित हुनुभएको छ। यो लोकतान्त्रिक परिपाटीलाई उहाँले आत्मसात गरेर सार्वभौम संसदमा उपस्थित भएर प्रश्नको उत्तर दिने जुन जमर्को गर्नुभएको छ, त्यसको निमित्त म सम्मान्य प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म खास गरिकन दुईटा प्रश्न यहाँ राख्न चाहन्छु। आज यो तयारी त्यति हाम्रो पुगेको छैन। सम्मानज्यू आइहाल्नुभयो, प्रश्न माग गर्नुभयो, त्यसैले गर्दाखेरि त्यो माग अनुसारको यो प्रश्न राख्नुपर्ने एउटा जिम्मेवारी बोध भएको छ। एउटा कुरो के छ भने हामीले राष्ट्रिय सम्मानलाई अत्यन्त महत्त्वका साथ हेर्नुपर्छ। कुनै पनि बेला हामी सम्मानपूर्वक जिउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ। मैले यो सन्दर्भ लिस्ट डेभलप कन्ट्रीको एलडिसीको ग्रेजुएसनको सन्दर्भ उठाइरहेको छु। यो वर्ष हामी लिस्ट डेभलप कन्ट्रीको ग्रेजुएसन हुने अवस्थामा थियौँ। यसले हाम्रो राष्ट्रिय सम्मान बढाउन सक्थ्यो, आत्मविश्वास बढाउन सक्थ्यो, ताकि त्यसले गर्दाखेरि हामी अन्तर्राष्ट्रिय समुदायमा नेपाल अल्पविकसित होइन भन्ने खालको एउटा अनुभूति लिएर हामी हिँड्न सक्थ्यौँ। तर केही वस्तुहरूको निर्यातको सुविधाको निमित्त यो अवसरलाई हामीले अहिले 2 वर्षको निमित्त एक्सटेन्ड गर्ने सोचाइ बनाएको छौँ। म सम्मान्य प्रधानमन्त्रीज्यूबाट यो कुराको स्पष्ट रूपमा सकिन्छ भने हामी अहिले सबै यो इन्डिकेटर्सहरूबाट हाम्रो जिएनआई पर क्याप्टाबाट पनि हामी सम्पूर्ण कुराबाट हामी ग्रेजुएसनको निमित्त फिट भइसकेको छौँ। त्यसैले गर्दाखेरि यही वर्षबाट ग्रेजुएसनको निमित्त हामी तयारी हौँ भन्ने म अनुरोध गर्न चाहन्छु। अर्को कुरो, सामान्य प्रधानमन्त्रीज्यू गरिबप्रति अत्यन्त उहाँ संवेदनशील हुनुहुन्छ। उहाँले त्यस सम्बन्धी गीत पनि गाउनु भएको छ। म के अनुरोध गर्न चाहन्छु भने अहिले जुन किसिमको सुकुम्बासी समस्याहरूमा डिल गर्न खोजिएको छ, त्यो राज्यको तर्फबाट त्यो बिल्कुल सही तरिका भएन। उनीहरूको व्यवस्थापनको निमित्त एउटा उपयुक्त रणनीति तयार गरेर अगाडि जानुपर्ने थियो। त्यति मात्रै होइन, अहिलेको बजेट यो माथिल्लो तल र मध्यम वर्गको निमित्त मात्रै छ। निम्न मध्यम वर्गीय र गरिबको मुखी यो बन्न सकेको छैन। बजेटको डिस्कसनको बारेमा हामी यसमा थुप्रै प्रश्न उठाउनेछौँ, तर यसबारेमा सम्मान्य प्रधानमन्त्रीज्यूको आफ्नो सोच विचार र कसरी यो राष्ट्रिय अर्थतन्त्रलाई हाम्रो अर्थ राजनीतिलाई लैजाने भन्ने बारे पनि यहाँको सोच हामी जान्न चाहन्छौँ। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। धन्यवाद सम्माननीय सभामुखज्यू। यो उदाहरण एउटा दिन चाहन्छु। यो लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। अनि गरिब विपन्नको कुरामा मैले पहिल्यैदेखि भन्दै आएँ, साम्यवाद समाजवाद भनेको भाषणमा दिन एकदम सहज हुन्छ, मजा पनि आउँछ। तर साँच्चीकै साम्यवाद साँच्चीकै समाजवाद गर्ने भने हाम्रो काठमाडौँ महानगरपालिकामा मेयर हुँदाखेरिको म उदाहरण दिन चाहन्छु। हामीले विपन्नलाई जुन प्राइभेट स्कुलमा 10% स्कलरसिप दिनुपर्छ, त्यसलाई इक्जाम लिएरै एकदमै मजाले लागू गरेका थियौँ। त्यहाँ चाहिँ विपन्नले एकदमै महँगा कलेजहरूमा पढ्न पाए। साँच्चीकै समाजवाद भने त्यो हो। र विभिन्न महँगा अस्पतालहरूमा पनि हाम्रो ऐन कानुन संविधान बमोजिम नै 10% बेड चाहिँ विपन्नलाई दिनुपर्छ भन्ने व्यवस्था थियो। त्यसको लागि हामीले वेबसाइट नै बनाएर प्राइभेट हस्पिटलहरूमा सर्जरीसम्म विपन्नलाई गराउने व्यवस्था गराएको थियौँ। त्यही हो समाजवाद साम्यवाद भने चाहिँ त्यस्तो कुरालाई भनिन्छ। र यही 10% विपन्नलाई दिनुपर्ने कुराहरू, शिक्षा र स्वास्थ्यका कुराहरू हामी देशैभरि लागू गर्न खोज्दैछौँ। यसको लागि विभिन्न जिल्लाहरूमा विभिन्न स्थानीय निकायहरूमा यसको लागि हामी सहकार्य गर्दै जानेछौँ। संविधानमा लेख्न त लेखियो फ्री शिक्षा फ्री स्वास्थ्य, तर सरकारको बजेट त्यो छ कि छैन भन्ने कुरा सोचिएन।
त्यही भएर अहिलेको लागि हामीले सबैलाई नभएर विपन्न वर्गलाई, कम्तीमा विपन्न वर्गलाई चाहिँ फ्री शिक्षा, फ्री स्वास्थ्य दिनमा हाम्रो नेपाल सरकार र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी त्यसमा चाहिँ एकदमै लागेको छ। धन्यवाद।